तपाईको नाम भन्नुस् त? मेरो नाम हजुर। नेत्रमाया सुनवार। अनि तपाईको छोराछोरी कति जना छन्? मेरो 3टा छोरी छन्, 4 जना छन्, एउटा छोरा 3टा छोरी 4 जना छन्। ए अनि तपाई अनि त्यहाँदेखि तपाईको छोरीहरू यही हुनुहुन्छ कि कता हुनुहुन्छ? एकजना छोरी मेरो दुबईमा छ, एकजना काठमाडौँमा छ, एकजना ओखलढुङ्गामा छ, छोरा घरमै छ। ए छोरा घरमै हुनुहुन्छ। तपाईको एकजना मात्र छोरा हो? हजुर। ए अनि नाति नातिना चाहिँ कतिजना छन् तपाईको? मेरो छोराको एउटा नातिनी छ, छोरी कान्छी छोरीको एउटा छोरा छ, काइली छोरीको एउटा छोरी छ, अनि एउटा छोरीको छैन। ए एउटा छोरीको छैन? कुन चाहिँ छोरीको छैन? अब माइली छोरीको। ए ए ए अनि तपाईको जेठी छोरी चाहिँ कता बिहे गर्नुभएको? काठमाडौँ। काठमाडौँमा। अनि अन्तरी अब उता इन्डियातिर। इन्डियामा बिहे गर्नुभएको छ। अनि कान्छी चाहिँ कता बिहे गर्नुभएको? ओखलढुङ्गा। ए ए ए अनि अनि तपाईँ चाहिँ यता चाहिँ के गर्नुहुन्छ? म आफ्नो गाउँमा आफ्नो घरमा कृषि गर्छु। अनि यस्तै धानहरू, कोदो, मकैहरू रोप्छु, फल बिरुवाहरू रोप्छु, केराहरू रोप्छु, फल बिरुवाहरू अलैँचीहरू रोप्छु, अम्बाहरू रोप्छु, राजमाहरू रोप्छु, पिँडालु, अनि कफी अलि तपाईँले अब धेरै देखिएको छ, हामीले पनि देख्यौँ। यहाँ धेरै राम्रो राम्रोहरू फलफुलहरू तपाईँले रोप्नु भएको रहेछ। धेरै धेरै राम्रो गर्नुभएको रहेछ। अनि तपाईँले चाहिँ अब यस्तो 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 रोप्नेहरू चाहिँ यस्तोहरू चाहिँ तपाईँहरूले कहाँबाट चाहिँ सिक्नुभयो त? कहाँबाट चाहिँ यस्तो सिक्नुभयो? मैले आफै यता हिँड्दा पनि अनि मेरो मनमा सो इच्छा आयो, यस्तै गर्छु, यस्तो रोप्छु, यस्तै उत्पादन गरेर मान्छेहरूलाई पनि खानु दिन्छु, म पनि खान्छु भनेर मेरो आफ्नै इच्छाले यस्तो मेरो मनमा यस्तै आयो। अनि मैले गरेको। अनि खानु पनि खोर्सानीहरू रोपेर सबै उत्पादन गरेर अनि म मान्छेहरूलाई पनि दिन्छु, खान्छु। मेरो मनमा त्यस्तै इच्छा आयो अनि मैले यस्तै गरेको। कता कता यस्तो एकदम मेरो हृदयदेखि नै आफै यस्तो गर्छु भन्ने चाहिँ मेरो मनमा आयो। अनि मैले यसै गरिकन रोपी गरी उत्पादन गरेर अब तपाईँको भावी सन्ततिहरूलाई चाहिँ, आफ्नो सन्तानहरूलाई चाहिँ अब यस्तो गर्लान् कि नगर्लान्, यस्तै काम यस्तै तपाईँले गरेको जस्तो गर्लान् कि नगर्लान् सिकाउन चाहनुहुन्छ कि अब के गर्नुहुन्छ त? मेरो सन्तानले पनि योभन्दा बढी गरी खाउन् भनेर मैले यो सिकाएको जस्तै मैले गरेको सबै सिकेर चाहिँ गरून्, खाउन् भनेर नै मैले यति गरेको। ए ल, धन्यवाद तपाईँलाई यतिको जानकारी दिनुभयो। धेरै खुसी लाग्यो तपाईँसँग बोलेर। अनि तपाईँले चाहिँ अब धेरै राम्रो गर्नुभएको छ र तपाईँको परिवारलाई तपाईँको यसरी यहाँ आउँदाखेरि धेरै रमाइलो रहेछ। तपाईँको बगैँचाहरू धेरै, आफ्नो छोराछोरीहरू पनि धेरै स्ट्रगल गरेर बस्नुभएको रहेछ। अनि तपाईँको श्रीमान चाहिँ कहिले बित्नुभएको? मेरो श्रीमान त 59 सालमै बित्नु भएको। ए 59 सालमै बित्नु भएको। ल ल ल, धन्यवाद।